साथीहरू तपाईँ भन्न सक्नुहुन्छ भने कमेन्ट गर्नुहोस् कि तपाईँले आजसम्म श्रीमती वा गर्लफ्रेन्डको योनि मुख अथवा जिब्रोले खेलाउनु भएको छ कि छैन। तपाईँले खुलेर लेख्न सक्नुहुन्छ। सम्बन्ध केवल शारीरिक नाता मात्र होइन, यो आत्मीयता, माया अनि विश्वास पनि हो। कहिलेकाहीँ त्यो माया प्रकट गर्ने एउटा संवेदनशील तर गहिरो माध्यम हुन्छ स्पर्श, त्यो पनि सस्तो स्पर्श, जसले यौन सम्बन्धलाई सन्तुलन, सुख र समझदारीले भरिदिन्छ। आज कुरा गरौँ महिलाको योनि चाट्न अथवा मुखले चुस्न हुन्छ कि हुँदैन, यसका फाइदा अनि घाटा के छन् त। शब्द अलिक खुल्ला लाग्न सक्छ, तर कुरा शालीन तथा वैज्ञानिक छ अनि अनिवार्य पनि। धेरै कुरा नगरी हामी भिडियोतर्फ अगाडि बढौँ। कुरा गरौँ योनि चाट्नुको फाइदाका विषयमा। योनि चाट्ने भन्नाले सिधा अर्थमा भन्नुपर्दा महिलाहरूको यौनाङ्गमा जिब्रो, ओठ वा मुखको माध्यमबाट माया प्रकट गर्नु हो। क्लाइटोरिस वरिपरि हल्का स्पर्श, चुम्बन वा जिब्रो घुमाएर चलाउनु। यस्ता कामले महिला साथीलाई चरम सन्तुष्टि दिन सक्छ, तर यो त्यति बेला मात्र उचित छ कि जब दुवैजनाको सहमति, सहजता र प्रेम हुन्छ। योनि चाट्नुका केही फाइदाहरू यस्ता छन्, क्रमैसँग बुझौँ। पहिलो कुरा, महिलालाई गहिरो यौन सन्तुष्टि दिन सकिन्छ, जुन सामान्य यौन सम्बन्ध राख्दा महिलाले कहिल्यै पनि अनुभव नगरेकी हुन सक्छिन्। क्लाइटोरिस जस्ता संवेदनशील भागमा जिब्रोले चलाउँदा उनी चरम सुखको अनुभव गर्न सक्छिन्। दोस्रो कुरा, यौन जीवनमा आत्मीयता बढ्छ। पार्टनरसँगको सम्बन्ध अथवा श्रीमान श्रीमती बीचको सम्बन्ध केवल शारीरिक मात्र होइन, भावनात्मक रूपमा पनि गहिरिएर जान्छ। तेस्रो कुरा, मानसिक तनाव घटाउँछ, आत्मबल बढाउँछ। त्यसैगरी चौथो कुरा छ, गर्भधारणको जोखिम पनि हुँदैन। यदि तपाईँहरू बच्चाको तयारीमा हुनुहुन्न भने यस विषयबाट पनि सुरक्षित बन्न सक्नुहुन्छ। ओरल सेक्समा सन्तुलन मिल्यो भने यो सुरक्षित पनि हुन सक्छ। साथीहरू, हरेक मिठाससँग केही सम्भावित खतराहरू पनि हुन्छन्। आउनुहोस् यी खतराहरू के हुन् यस विषयमा पनि थोरै जानकारी लिउँ। यदि पार्टनरमा यौन रोग जस्तै HIV, HPV छ भने ओरल सेक्सबाट ती रोगहरू सर्न सक्छन्। अर्को कुरा, मुखमा घाउ, इन्फेक्सन वा सफाइको कमी भयो भने पनि महिलाहरूको शरीरमा ब्याक्टेरिया जान सक्छ। साथीहरू, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यदि महिलाहरू सहज र तयार छैनन् भने यस्तो अवस्थामा तपाईँको इच्छा जतिसुकै बलियो किन नहोस्, सहमति नभएको सम्बन्ध हिंसा सरह हुन्छ। यौन सम्बन्ध कुनै जबरजस्ती होइन, यो दुवै आत्माको स्वीकृति हो। महिलाको योनिमा मुख अथवा जिब्रोले सम्बन्ध राख्नु सही समयमा, सही तरिकाले, पूर्ण आधारका साथ गरिएको हो भने यो केवल यौन क्रिया मात्र होइन, एक अर्काप्रतिको न्यानो माया पनि हो। त्यसैले साथीहरू, दुवै बीच सहमति हुन जरुरी छ। स्वच्छता, सहमति र समझदारी नै सुरक्षित जीवनका 3 मूल आधारहरू हुन्। यदि भिडियो तपाईँलाई जानकारीमूलक लाग्यो भने कृपया लाइक, सेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला, ताकि यस्तै जानकारीमूलक भिडियो सबैभन्दा पहिला तपाईँसम्म आइपुगोस्। यस्ता संवेदनशील तर आवश्यक विषयमा खुल्ला र इमान्दारीपूर्वक कुरा गर्न हामी फेरि आउनेछौँ। धन्यवाद।